चुनाव पछाडि त मै हो प्रधानमन्त्री, तपाईँ हो प्रधानमन्त्री, मै हो प्रधानमन्त्री। मै हो प्रधानमन्त्री, फागुन 21 गतेको निर्वाचन मै हो प्रधानमन्त्री। को हो त प्रधानमन्त्री? बालेन शाह। हे त्यस्ता मुला कुरा छोडिदिनुहोस्, तपाईँ छोडिदिनुहोस्, यता सुन्नुहोस्, कुरा नगर्नुहोस् है। त्यत्रो जेन्जीको तपाईँको छैन अन्त्येष्टिसम्ममा तपाईँको नजाने मान्छे नै होइन रहेछन् त नि मान्छेहरू त होइन। अनि त्यस्तो मान्छे प्रधानमन्त्री बन्ने? कसले बनाउने प्रधानमन्त्री? नेपालीले बनाउने कि विदेशीले? नेपालीले चाहिँ अर्को साम्पाङलाई बनाउनु खोजेको छ, त्यो चिज हो। तर उनीहरू भनिरहेको छ नेपालीले प्रधानमन्त्री बनाउने। छोडिदिनुहोस्, छोडिदिनुहोस्। चुनाव पछिको प्रधानमन्त्री हर्क साम्पाङ। प्रधानमन्त्री हर्क साम्पाङै त हो। को हो त? तपाईँलाई सोध्छु, को हो? तपाईँले भन्नु नि त को हो? तपाईँले भन्नु नि त को हो? तर अरू दल पनि छन्, शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड फेरि प्रधानमन्त्री बन्न चाहन्छ। नेपालीलाई सोध्नु न एकचोटि, नेपाली जनतालाई सोध्नु होइन। नेपाली जनताले कसलाई चाहेको छ त? एकचोटि भनिदिनु न तपाईँले, नेपाली जनताले कसलाई चाहेको छ? नेपाली जनताले कसलाई प्रधानमन्त्री चाहेको छ? विदेशी शक्तिले कसलाई चाह्यो? विदेशी शक्तिले कसलाई चाह्यो भन्ने कुरा म भन्दिनँ, तर स्वदेशी शक्ति, स्वदेशी जनता, देशको जनता, देशको माटो, देशको वातावरण, देशको प्रकृति, देशको संस्कृति, देशको प्रविधि, देशको तपाईँको चाहिँ नि होइन आफ्नो 15 स्वाधीनताले हर्क साम्पाङ प्रधानमन्त्री बन्नुपर्छ भनेर भनिसक्यो। त्यसमा विदेशीले के भन्यो भन्ने कुरासँग चाहिँ म सरकार राख्दिनँ। तर तपाईँ एक्लै चुनावमा जाँदाखेरि तपाईँले बहुमत ल्याउन सक्नुहुन्छ, तपाईँ प्रधानमन्त्री बन्ने? कसले ल्याउँछ त बहुमत चाहिँ भनेको क्या? कसले ल्याउनुपर्छ त? यतिका कुरा मैले गरेँ। ती पुराना दल जसले चाहिँ होइन त्यो सिंहदरबारलाई होइन आफ्नो पार्टी अफिस जस्तो तरिकाले चलायो, जसले न्यायालयलाई, न्यायाधीशसम्मलाई चाहिँ आफ्नो पार्टीका कार्यकर्ता लगाएर आफ्नो पार्टीको पक्ष पोषण गर्नतिर लगायो है, र जनतामा चाहिँ आक्रोश र जनतामा चाहिँ भएको गरिबी, जनतामा भएको विभिन्न समस्याको कारणले गर्दाखेरि ती संरचनाहरू जलेर गए। त्यस्ता भ्रष्ट तपाईँको चाहिँ शासन गर्ने मान्छेहरू फेरि पुनः कमब्याक हुने हो? त्यहाँ पनि प्रश्न छ के अरे तपाईँको छैन, त्यसको पनि उत्तरमा त नो नै भन्ने आउँछ होला होइन। भने अब ती संरचनाहरू जलाएर होइन लोकतन्त्रलाई नै बन्दी बनाउने किसिमले आउने नयाँ तपाईँको छैन जुन वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो छ। म चाहिँ जुत्ता भन्छु, विदेशीका जुत्ता, पुरानो जुत्ताहरू थोत्रे भएर फाल्यो, नयाँ जुत्ता लिएको छ। तर हर्क साम्पाङ र श्रम संस्कृति भनेको चाहिँ विदेशीको जुत्ता नभएर जनताको भावना, चाहना र आवश्यकताको वास्तविक मुद्दा हो। हामी विदेशीको जुत्ता होइन। तर तपाईँले छ नि चुनावमा 165 निर्वाचन क्षेत्र छ देशमा, प्रत्यक्षमा सबैमा तपाईँ एक्लै उम्मेदवार दिनुहुन्छ कि कुनै निर्वाचन क्षेत्रमा तालमेल